सागर लम्साल कलाकारमाथि आरोप लगाउने एक नारी अमेरिकी नारीलाई म अर्को नारीले प्रश्न गर्न चाहन्छु। जब बलात्कार हुन्छ नि, त्यो बलात्कारको सुरुवातमा के हुन्छ भने एउटा नारीले प्रतिकार गर्दा गर्दै पनि पुरुषले जबरजस्ती गर्दाखेरि त्यहाँ धेरै प्रमाणहरू हुन्छन्। तिमीलाई हात लगाउँदा तिमीले प्रतिकार गर्छौ, तिम्रा शरीरमा दागहरू हुन्छन्, कोतारिन्छन्, तिम्रा कपालहरू तिम्रा ब्रस्तहरू च्यातिन्छन्, तिम्रा सामानहरू छत्रपत्र हुन्छन् है। त्यस्तो त्यो प्रतिकार गर्दा गर्दै पनि पुरुषले तिमीमाथि बल्ल के गर्छ, बलात्कार गर्छ। के तिमीसँग सागर लम्साल गइसकेपछि यस्ता भिडियोहरू फोटोहरू तिमीसँग छन्? किनकि तिमी त जीवित छौ र तिमी हातमा मोबाइल पनि छ भने त्यो सार्वजनिक गर भन्न चाहन्छु। र अर्को, तिमीलाई बोल्नलाई समय लाग्यो र धेरै कलाकारहरूले पनि भने बोल्न किन ढिलो गरिस् भनेर प्रश्न गर्यो रे समाजले। तर बोल्न कति गाह्रो छ भनेर भनेनन् रे समाजले। ओके, मैले माने बोल्न तिमीलाई गाह्रो छ, तिमीलाई 1 वर्ष लाग्यो, तिमीलाई 10 वर्ष लाग्यो, त्यो पनि मैले माने। तर तिमीलाई समय लागिरहँदा त्यो पुरुषले के गर्यो पछिल्ला दिनहरूमा, त्यो पुरुष कहाँ छ त्यो पनि हेर्नुपर्छ। किनकि गल्ती सबैबाट हुन्छ, तिमीबाट पनि हुन्छ, तिमीले अरू कुनै कुरामा गरे हालौ, गल्ती मबाट पनि हुन्छ, गल्ती मानवबाट हुन्छ। तर गल्तीबाट मान्छेले के गर्छ, पाठ सिक्छ र पाठ सिक्नुपर्छ र मान्छे मुभन हुनुपर्छ। के ऊ त्यो गल्तीबाट पाठ सिकेको छैन होला, त्यो मुभन भएको छैन होला? यो तिमीले सोचे कि सोचिनौ? यदि सोचेको भए तिमीले सबैभन्दा पहिला त्यसरी पोस्ट गर्नुभन्दा पहिला एउटा नारीलाई सोध्थ्यौ, विवाहित जो जीवनसाथी छ उसलाई सोध्थ्यौ, तिमीलाई उसले प्रेम गरेको छ कि छैन, बच्चाको जिम्मेवारी उठाएको छ कि छैन भने सोध्थ्यौ। यदि एउटा नारीले म मेरो श्रीमानसँग खुसी छु, मेरो श्रीमानले मलाई बच्चालाई पनि प्रेम गर्नु भएको छ र उहाँले यस्तो हरकत अब गर्नुहुन्न भने मलाई थाहा छ भनेर भन्थिन्, किनकि उनीहरूको जीवन खुसी छ, हामीले देखेका छौँ। हो, यो अभिव्यक्ति त्यो नारीले दिइसकेपछि तिमीले त्यो बच्चाको जिन्दगी पनि बर्बाद नहोस् र त्यो नारीको पनि जिन्दगी बर्बाद नहोस् भनेर तिमीले केस नहालेको भए हुन्थ्यो। किनकि ऊ अझै पनि अरू नारीलाई पनि दुःख दिने र अरू नारीलाई पनि उसले त्यसै गर्ने खाले हरकत तिमीले देखेको भए अब म चुप रहन्न है भन्नु पर्थ्यो। अब योबाट घटनाबाट के बुझिन्छ भने तिमीले केवल आफ्नो लागि सोच्यौ क्या, मलाई यसले यस्तो गर्यो हैन, यस्तो गर्यो, अब म यसलाई छोड्दिनँ भने आफ्नो लागि सोच्यौ हो। अब म के भन्न चाहन्छु भने तिमीले जुन स्ट्याटस गरेकी छौ, अब कुनै नारीमाथि यस्तो नहोस् भनेर मैले भिडियो हालेको के अरे उसलाई रिपोर्ट गरेको हो, यो शब्द हटाऊ। किनकि ऊ मुभन भइसकेको छ कि छैन र उसले यस्तो गल्ती गर्छ कि गर्दैन भन्ने कुरा उसको श्रीमतीलाई नसोधिकन तिमीले पोस्ट गर्छौ भने तिमीले बदला लिनको लागि गरेको हो हैन। र आफ्नै बदला लिइरहँदाखेरि तिनीहरूको जिन्दगी बर्बाद गरिदियौ तिमीले बर्बाद गरिदिएको हो जिन्दगी भने अर्काको जिन्दगी बर्बाद गरेर अर्काको लागि सोचेर मैले पोस्ट गरेको हो। नभन, प्लिज नभन, किनकि तिम्रो इन्टेन्सन भनेको बदला लिन्थ्यो, लिग त्यो मैले माने, लिनुपर्छ, बलात्कारी हो भने उसको सजाय पाउनुपर्छ। तर यस्तै हरकत अरू नारीलाई नगरोस् भनेर गरेको चाहिँ नभन। किनकि तिम्रो इन्टेन्सन भनेको मलाई यसले यस्तो गर्यो उस्तो गर्यो, डिप्रेसनमा पार्यो, अब तँलाई पनि पार्छु भन्नु हो। अरू नारीलाई गर्यो भनेर गर्छ कि भनेर होइन। यदि अरू नारीलाई गर्छ कि भन्ने हो भने म फेरि पनि भन्छु तिमीले एकचोटि घरको स्त्रीलाई सोध्नुपर्ने थियो। किनकि गल्ती सबैबाट हुन्छ, तर गल्तीबाट मान्छेले पाठ सिक्छ र पाठ सिकेर मुभन हुन्छ र उसले अब त्यो गल्ती नगर्ने भनेर कसम खाएर अगाडि बढ्छ है। र तिमीले मौका दिनुपर्ने थियो। यदि तिम्रो इन्टेन्सन अरू नारीलाई पनि नहोस् भन्ने थियो भने तिमीले मौका दिएनौ, तिमीले बदला लिग्यौ र बदला लिइरहँदा प्लिज मैले बदला लिगेको हो भन, तर अरू नारीलाई गर्छ कि भनेर मैले गरेको हो भनेर अरू नारीको लागि म बोलेको हो भन्ने शब्द चाहिँ ननिकाल प्लिज।